Hello guys, as a maza गर्न जाँदैछु 500 push-up challenge. So it is my body condition before push-up challenge. Let's start our push-up from 30 reps. हैन आज म 500 push-up गर्न जाँदैछु. यो मेरो फर्स्ट 30 reps. यसरी म गर्दै गए. मेरो धेरै गाह्रो भयो मलाई यो गर्दा गर्दै अन्तिमसम्म. फर्स्टमा त धेरै सजिलो भयो किन जहिले गरिरहेको भएर होला है कस्तो अलिकति ठिकै लाग्यो फर्स्टमा फर्स्ट 50 100 सम्म चाहिँ ठिकै लाग्यो वार्म अप जस्तो भयो गर्दै गए समयमा पानी पनि पिउँदै थिएँ किनभने धेरै गर्मी थियो डिहाइड्रेट नहोस् भनेर बडीलाई पनि पानी चाहिन्छ फेरि हैन किन मेरो जिउ धेरै नै तातिसकेको थियो नर्मल्ली म 30-40 गर्थेँ 100 सम्म त मेरो जिउ टोटल्ली तातिसकेको थियो पम्प पनि भइसकेको थियो मेरो होल बडी हार्ट पनि बिस्तारै किन कडा हुँदै गएको थियो समयमा म स्ट्रेचिङ गर्दै थिएँ जे भए नि अरूले सक्छ सक्दैन मलाई थाहा छैन तर म 500 च्यालेन्ज गरेँ गर्दै गए किन हार्ट अलिकति गाह्रो भारी हुँदै गयो कसरी थाहा भएन आफ्नो जिउको सन्तुलन मैले एकछिनलाई हराउन पनि थाले जस्तो भयो पुसअप पनि मनले चाहँदै थियो पुसअप गराउने तर दिमागले गर्नु थियो भनेर चाहना राख्यो मेरो 100 पुसअप लगभग सकिसकेको थियो र यो मेरो कन्डिसन हेर्न सक्नुहुन्छ तपाईले 100 पुसअपमा यति पम्प भएको थियो मेरो म गर्दै गए मेरो 100 पछिको अब 200 को रेन्जमा पुग्नु थियो मलाई हैन जे जति भए नि गाह्रो भए पनि म गर्दै गएँ 200 देखि त मलाई अलिकति गाह्रो हुन थाल्यो हातहरू तन्नै भारी हुन थाल्यो मेरो ट्राइसेप त झन् कति हड्डी जस्तो भइसकेको थियो मासु गयो पनि कडा भइसकेको थियो के गर्ने हैन तर पनि गर्नु पर्यो गर्दै गएँ म नरोकिकन गर्दै गएँ बीचमा 20 सेकेन्ड चाहिँ मैले ब्रेक लिएँ हैन बीचमा पानी पिउन एकछिनलाई मसल टाइट भयो स्ट्रेच गर्न यसैमा गर्दै गएँ हात पनि भारी हुँदै थियो चेस्ट पनि अलिअलि पम्प हुँदै थियो दिमाग पुरै थाकिसकेको थियो जिउ भारी भइसकेको थियो तर पनि म गर्दै गएँ धेरै थाक्यो मलाई किन म गर्दै गएँ जसै भए नि पुसअप गर्नु छ 500 च्यालेन्ज छ गर्नु छ त्यति हो मलाई 500 टार्गेट पुग्नु थियो हैन जसरी तसरी भए नि म बीचमा छोडम जस्तो पनि लाग्यो तर मैले छोडेन किनभने अर्की एकछिन रोक्छु नछोड्ने च्यालेन्ज हैन मेरो 200 पनि कम्प्लिट हुन आँट्यो लास्ट फेज जति बाँकी थियो आई थिंक मेरो हिसाबमा मेरो बडी कन्डिसन हेर्न सक्नुहुन्छ 200 पछिको पम्प भइसकेको छ 100 भन्दा बढी पम्प भएको अलिकति फिल भयो मलाई कसरी है फिल हुन्छ नि अलिकति कस्तो आनन्द महसुस हुन्छ रहेछ यस्तो हुँदा आफूले गर्दा फेरि कन्टिन्यू गर्दै गएँ मलाई जसरी नै गर्नु थियो हैन नगरे सुख छैन आफूलाई नै जुतो बोले जस्तो हुन्छ फेरि त्यसपछि म गर्दै गएर म फेरि लडेँ मेरो हातले थाम्नै सकेन कसरी म कति 200 रेप सकिसकेपछि पनि म लडेँ धेरै नै थाकिसकेको थियो म पानी पिउँदा पनि म थाकिसकेको थियो यसरी म गर्दै गएँ र मैले 300 यसरी गर्दै गएपछि मेरो 300 सके पनि मैले भिडियो खिच्न पाएन किनभने म लडेको थिएँ त्यति बेला तपाईले अब हेर्न सक्नुहुन्छ म लडेपछि म उठेन 2-3 मिनेट यसरी लडेको थिएँ म गर्दै गएँ तपाईहरुले चाँडै देखोस् भनेर म 2x मा देखाउँदै छु हुन त हैन
म लडेँ यसरी 300 सकेपछि म डाइरेक्ट लडेँ म यतिकै अनि 5-6 मिनट सुतिराखेँ अनि म फेरि उठेँ पानी पिएँ फेरि कन्टिन्यू गर्दै गएँ 300 सकिएपछि म अब हैन फेरि गर्दै गएँ 400 को गर्दै गएपछि 400 को आधी पनि सकेको थिएन तर है जबरजस्ती गर्दै गएँ 460 पुग्दा म अलिकति थाकिसकेको थिएँ र मेरो हात पनि सुन्न भइसक्यो म पुसअप गर्ने मेरो हातले थाम्नै सकेन केही हात नै टाइट भइसक्यो बडीलाई के टाउकोलाई पनि उचाल्न सक्दैन थियो होला त्यति बेला 460 सम्म मेरो बडीले थाम्नै सकेन जसरी गरे पनि म लडेँ हैन यसरी लडेँ मैले त्यसैपछि 140 पुसअप बाँकी छ हैन 140 रेस्ट बाँकी छ जसरी पनि सकाउनु छ भनेर म मसल टाइट गरेँ अनि मसल गरेँ फेरि नि पुसअप गरेँ पुसअप मैले गर्न सकेन लडेँ म 2-3 चोटि ट्राई गर्दा पनि लडेँ गर्न नसकेपछि मैले नि पुसअप ट्राई गरेँ नि पुसअप पनि गाह्रो थियो सजिलो थियो भन्न मिलेन किनभने 360 चोटि मैले पुसअप गरेँ त्यसबाट पनि गाह्रो भएको जस्तो लाग्यो नि पुसअप नै मलाई गाह्रो लाग्यो फर्स्ट टाइम होला पहिला नि पुसअप एउटा सजिलैसँग गर्थ्यो आज मलाई नि पुसअप नै गाह्रो लाग्यो दिस इज टु हेभी हैन नि पुसअप नै आज कस्तो गाह्रो लाग्यो निमा पनि घुट्नामा पनि दुखे जस्तो लाग्यो दुखिरहेछ प्रेसरले गर्दा है आफूले दिमागलाई कन्ट्रोल गरिरहेको थिएँ म एकछिन रोकी गरिरहेको थिएँ मेरो 400 सकिन आएको थियो 40 नि पुसअप गर्ने मलाई धेरै टाइम लाग्यो 20-30 सेकेन्ड लाग्यो हैन मेरो सकिन आएको थियो 400 रेप्स अनि मेरो बडी कन्डिसन हेर्न सक्नुहुन्छ 400 रेप्स पछिको धेरै पम्प भइसक्यो र अब म कि नि पुसअप नै गर्छु कि पुसअप ट्राई गर्छु सोच राखेँ तर पुसअप गर्न सकेन मैले फेरि नि पुसअप नै गरेँ 100 चोटि नि पुसअप गर्ने ट्राई गरेँ फेरि जसै पनि नि पुसअप पनि गाह्रो हुँदै गयो अनि म गर्दै गएँ जसै सकाउनु छ त्यसमा मैले सेट डिभिजन गरेँ एकचोटि 20 सेट एकचोटि 5 सेट एकचोटि 25 सेट यसरी गर्दै गएँ एकचोटि 10 सेट एकचोटि 1 2 एकचोटि 3 त्यसरी गर्दै गएँ हैन जबरजस्ती मैले 100 सम्म कम्प्लिट गर्ने ट्राई गरेँ 500 अनि मेरो कम्प्लिट हुन्छ यसरी हेर्न सक्नुहुन्छ अब म गर्दै जान्छु मेरो हात सबै टाइट भइसकेको छ गर्नु छ मलाई जसरी नि कम्प्लिट गर्नु छ जसरी गरे नि उठेर गरे नि सुतेर गरे नि गर्नु छ मैले स्थाने हैन च्यालेन्ज इट इज नट ओन्ली फर भिडियो इट इज फर माइ सेल्फ हैन आफूलाई नै लागोस् न आफूले गर्न सक्छ आफू यति स्ट्रेन्थफुल छ हैन मसँग तर मसँग 360 मा मैले पुसअप गरेँ नर्मल त्यसपछि मेरो गर्ने आँट नै भएन त्यसबाट मैले नि पुसअप गरेँ 140 360 पुसअप 140 नि पुसअप त 500 मैले सकाउँछु यो भिडियोमा भिडियो मैले 2x मा राख्दै थिएँ र मैले जबरजस्ती गरेँ नि पुसअप पनि कसरी गर्ने ठाकी गरेँ मैले नि पुसअप सबैभन्दा सिम्पल पुसअप मैले त्यसरी गरेँ अर्को के भनौँ हजुरहरूले गर्न सक्नुहुन्छ होला 500 पुसअप तर मैले सक्दिनँ है लगातार किनभने म मान्छे हो म रोबोट हैन धेरै गाह्रो रहेछ टाइममा सोचे छोड्यो च्यालेन्ज इन्कम्प्लिट भनेर भिडियो राख्थ्यौँ हैन तर मलाई लाग्यो अनि त्यसै राख्दा ठिक भएन हैन जसरी गर्नु थियो लास्ट रेप्सतिर पनि पुगिसकेको थियो म 500 को 500 पुग्न आँटेको थियो मेरो जसरी नै गर्नु थियो हैन जसरी नै सकाउनु थियो मलाई सकाउन मैले धेरै ट्राई गरेँ लास्ट रेप्स धेरै नै गाह्रो भयो त्यो चाहिँ किन मेरो बडी कन्डिसन हेर्न सक्नुहुन्छ 500 पछिको धेरै पम्प भयो नर्मल भन्दा